खाँदबारीका वर्तमान मेयरलाई 100 मा कति अङ्क दिनुहुन्छ? अब फेरि यो तपाईँको सबैले हेर्ने सबैले पढ्ने भनेपछि एक खालको उहाँहरूको म प्रतिको धारणा होला। 22-25 नम्बर 30 नम्बरसम्म दिउँ न। अध्यात्म दर्शन 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 दर्शन। नमस्कार, आज हामीसँग हुनुहुन्छ खाँदबारी नगरपालिकाको गेटमा 21 दिनसम्म धरना बसेर भर्खरै मात्रै निस्किनु भएका आदरणीय व्यक्तित्व। हामी उहाँसँग कार्यक्रममा छौँ। अहिलेसम्म खाँदबारीका लागि के लछारपाटो लगाउनु? प्रश्न यस्तै छ। ठिकै छ, तपाईँले अब प्रश्न तपाईँले सोध्ने हो, तपाईँले बनाउने हो। धन्यवाद छ यो प्रश्नका लागि पनि। मलाई के लाग्छ भने खाँदबारीमा मैले राजमणी भण्डारीले एउटा चाहिँ सचेतना चाहिँ जगाएको छु कि सुशासनका पक्षमा भ्रष्टाचारका विरुद्धमा मान्छेहरू सचेत भएका छन्। त्यो एउटा फ्याक्टर म पनि हो भन्ने लाग्छ मलाई। महालेखाको अडिटलाई लिएर भनौँ अथवा अरू विभिन्न किसिमका जनप्रतिनिधिहरूले गरेका काम कारबाहीलाई लिएर जसरी खबरदारी गरिएको छ त्यसले गर्दा जनताहरू सचेत हुन पाएका छन्। यो मेरो त्यसमा केही न केही हिस्सा छ। यहाँ तपाईँलाई 50वटा प्रश्न छन्। छोटो सटिकमा एन्सर दिनुपर्छ। कोसिस गर्छु। यो चाहिँ हाम्रो यो अध्यात्म दर्शन भन्ने कार्यक्रम छ। यसमा तपाईँको अध्यात्म कति भन्ने जाँच्ने कसी पनि होइन है। अत्यन्तै छोटो प्रश्न छ, छोटै एन्सर दिनु होला है। कोसिस गर्छु है। ल तपाईँको नाम? म राजमणी भण्डारी। ठेगाना? खाँदबारी नगरपालिका वडा नम्बर 8 अर्चलै भन्छन्। अर्को प्रश्न छ, उमेर? म 44 सालको भएपछि कति 38 पुरा भयो होला। रुचि त समाजसेवा यस्तै। तपाईँको पेसा? पेसा मेरो एउटा सुटिङ पनि छ। तपाईँ वास्तवमा को हुनुहुन्छ चेतना स्तरमा? म चेतना स्तरमा सचेत बन्न रुचाउने नागरिक हुँ जस्तो लाग्छ। रिस उठ्दा म रिसाउँछ कि अहङ्कार रिसाउँछ? कस्तो अप्ठ्यारो प्रश्न होला न तपाईँहरूका त। अहङ्कार होला रिसाउने। तपाईँको भित्री मको सबैभन्दा ठुलो कमजोरी के हो? म अलि मान्छेलाई छिटो विश्वास गर्छु होला। तपाईँ खुसी हुँदा र दुःखी हुँदा के गर्नुहुन्छ? अब खुसी हुँदा र दुःखी हुँदा त्यत्रो धेरै मान्छेले मूल्याङ्कन गर्ने ठाउँ त दिन्न होला। अब खुसी हुँदा अलि आफै त्यसै खुसी हुने भइहाल्यो, दुःखी हुँदा चिन्तित हुन्छ, यसो जोग्राइन्छ होला। हामी 10औं नम्बरमा पुग्यौँ है। खुसी र दुःखी दुवै सम्हाल्न नसक्ने मान्छे भन्नेहरूलाई तपाईँ के जवाब दिनुहुन्छ? सम्हाल्ने सिक्नुपर्छ, कोसिस गर्नुपर्छ भन्नु के भन्नु। तपाईँलाई लाग्यो आरोप है। ठिक छ। तपाईँको नजरमा अध्यात्म के हो? आत्मचिन्तन हुनसक्छ। अधि भनेको भित्री, आत्मा भनेको चेतना। यसको चाहिँ मैले अलिक सहजीकरण गर्ने। अब अरू प्रश्नको उत्तर आउन अलिक सजिलो हुन्छ। 21 दिने अनसन आत्मशुद्धि थियो कि राजनीतिक प्रचार? त्यो चाहिँ धर्ना थियो, अनसन थिएन। सत्यको खोजी थियो। दैनिक 3 घन्टा मात्र अनसन बस्नु सजिलो क्रान्ति थिएन र? मैले अघि पनि भने अनसन होइन धर्ना हो। सजिलै हो, तर सङ्खुवा सभा खाँदबारीका लागि कसैले नगरेको अप्ठ्यारो पनि थियो। धर्ना बस्दा सबैभन्दा ठुलो खुसी के प्राप्त भयो? मुद्दामा आम सर्वसाधारणको जनप्रतिनिधिहरूको ध्यान आकर्षण गराउन सकियो। अनसनमा तपाईँको साथीको एक महत्त्वपूर्ण बाणी के थियो? ठुलो समर्थन छ तर हामी आउन सक्दैनौँ। अनसनमा तपाईँको साथीको एक तितो बाणी चाहिँ के थियो? खासै मेरो अगाडि त कसैले त्यो कुरा गर्नु भएन, कसैले केही भन्नु भएन अगाडि। अनसनमा कुनै एक जनप्रतिनिधिको मिठो बाणी? खास जनप्रतिनिधिहरू त्यति बोल्नै रुचाउनु भएको थिएन, परपरै हुनु त। मै बोलाइ बरु चाहिँ आउनु नआउनु के हुन्छ र भन्थ्यो। त्यसमा त त्यस्तो उहाँले दोहोरो संवाद नै गर्नु भएन। अनसनमा कुनै एक जनप्रतिनिधिको तितो बाणी? त्यही त उहाँहरूले दोहोरो संवादै गर्न चाहनु भएन। के बाणी तितो
भन्ने भएन। अनसनमा एक कर्मचारीको कुनै एक महत्त्वपूर्ण बाणी आज पनि हुनुहुन्छ भन्थे। अनसनमा मेयरसँग आँखा जुत्दा कस्तो महसुस गर्नुहुन्थ्यो? भित्र बाहिर गर्दा अर्कातिर फर्किनुहुन्थ्यो। म मेयर साहब नमस्ते भन्यो भने बोलाउँथेँ। अब आँखा जुधेँ भने मैले जुधाउँथेँ बोलाइ। हामी 22औं नम्बरमा पुग्यौँ। अनसनले तपाईँको रिस मात्रै मर्यो हो? है त्यस्तो पनि होइन। पहिले रिस पनि थिएन मेरो खास चासो के थियो भने मुद्दा चाहिँ सबैलाई बुझाउँ है, जनप्रतिनिधिहरूले मुद्दा बुझुन् है भन्ने थियो। त्यो चाहिँ पुरा भयो भन्ने लाग्छ मलाई। अब चाहिँ तपाईँको आन्दोलन कता गयो? निरन्तर छ, कहीँ गएको छैन। एउटा अध्याय सक्यो। अब थप चाहिँ म यो टेम्पो इभीहरूको भाडा दर व्यवस्थापन गर्नुपर्छ, समायोजन गर्नुपर्छ भन्ने लागिरहेको छु। अब त्यो पनि म विषय उठाउँछु। त्यतातिर गइरहेछ भनौँ न। तपाईँको 15 बुँदे मागको शक्तिशाली बुँदा? शक्तिशाली बुँदै त अब एउटा के अरे कृषि एम्बुलेन्स किन्छु भन्नुभएको छ उहाँले, त्यो एउटा बुँदा छ। तर खास चाहिँ के हो भने फेरि 15 बुँदा नै नीतिगत निर्णय गर्नुपर्ने खालका सम्झौता भएको हुनाले तत्काल पाइहाल्ने अथवा तत्काल गुमाइहाल्नुपर्ने खालको त्यहाँ विषय केही छैन। अब ती 15वटै बुँदा चाहिँ अब आउने बजेटमा नीति कार्यक्रममा समावेश गरेर जाने खालको बुँदा भएको हुनाले सबैको महत्त्व त बराबरी छ। तर मान्छेले देख्ने गरेको चाहिँ के अरे कृषि एम्बुलेन्स कि के भन्ने एउटा छ। खादबारी नगरपालिकाको सबैभन्दा ठुलो व्यतिथि के हो? मलाई चाहिँ सुशासन नै लाग्छ। तपाईँमा मेयर बन्ने भूत कहिलेदेखि सवार भयो? म मेयरै बन्न भनेर जन्मेकै होइन र मेयर बन्नुपर्छ भन्ने पनि होइन। यो भूत आज मितिसम्म त्यो भूतै सवार भएको रूपले भूत आएको पनि छैन। तर आवश्यकता पर्यो भने पछाडि हट्दिन भन्ने कुरा मात्रै हो। म प्रश्न मात्रै सोध्ने। साधारण नागरिक भएर खादबारीको सेवा गर्न सकिँदैन र? सक्न चाहिँ सकिन्छ, तर सबै खालको सेवा गर्न सकिँदैन। मेयरले गर्ने सेवा चाहिँ साधारण नागरिक भएर गर्न सकिँदैन। जसरी सिडिओले गर्ने सेवा मेयरले गर्न सकिँदैन। आफ्ना छन् नि त, ती त परिभाषा त आफ्ना छन् नि जिम्मेवारी त। मेयर बन्नै पर्ने तपाईँको भित्री तृष्णा चाहिँ के हो? मैले अघि पनि भने म मेयरै बन्नको लागि जन्मेको छु होइन। तर म बन्ने अवस्था रह्यो भने म खादबारीमा विशेष गरी सुशासन, जो अहिले सबैभन्दा बढी मान्छेलाई खड्केको र आधारभूत जनताका आधारभूत समस्याहरूको समाधान गर्न पहल गर्थे। अहिलेसम्म खादबारीका लागि के लछारपाटो लगाउनु? प्रश्न यस्तै छ। ठिकै छ। तपाईँले अब प्रश्न तपाईँले सोध्ने हो, तपाईँले बनाउने हो। धन्यवाद छ यो प्रश्नका लागि पनि। मलाई के लाग्छ भने खादबारीमा म राजमणी भण्डारीले एउटा चाहिँ सचेतना चाहिँ जगाएको छु कि सुशासनका पक्षमा, भ्रष्टाचारका विरुद्धमा मान्छेहरू सचेत भएका छन्। त्यो एउटा फ्याक्टर म पनि हो भन्ने लाग्छ मलाई। महालेखाको अडिटलाई लिएर भनौँ अथवा अरू विभिन्न किसिमका जनप्रतिनिधिहरूले गरेका काम कारबाहीलाई लिएर जसरी खबरदारी गरिएको छ त्यसले गर्दा जनताहरू सचेत हुन पाएका छन्। यो मेरो त्यसमा केही न केही हिस्सा छ। तपाईँलाई पार्टीमा उठे भोट नहाल्ने कि स्वतन्त्रमा उठे भोट नहाल्ने? राजमणी भण्डारी उम्मेदवार भए भोट हाल्ने। हामी लामो प्रश्नको चाहिँ अन्तिममै आइसक्यौँ, 30औं नम्बरमा आइसक्यौँ। तपाईँ मेयर नभई खादबारी सुध्रदैन र? यो त यसको त अघि कता कता आइसक्यो। तपाईँले के गर्नुहुन्थ्यो भने जस्तै आयो। मभन्दा राम्रो मान्छे मेयर भयो भने खादबारी सुध्रिन्छ, म भयो भने खादबारी सुध्रिन्छ। मभन्दा नराम्रो मान्छे भयो भने चाहिँ खादबारी सुध्रिँदैन। अब चाहिँ हामी शब्द व्याख्या है, सकेसम्म 1-2 शब्द भन्छु म, त्यसको जाने जति भन्छु। राजनीतिक नैतिकता। राजनीतिक नैतिकता चाहिँ यो बडो अप्ठ्यारो शब्द हो। नैतिकता नै विशेष अप्ठ्यारो शब्द हो। त्यो नैतिकता भनेर चाहिँ आफूले मूल्याङ्कन गर्नुपर्ने विषय, अर्काले देखाउने विषय होइन। राजनीति भन्ने कुरा त सबैले थाहा भएकै विषय। नैतिकता चाहिँ आफूले मूल्याङ्कन गर्नुपर्ने। नैतिकता भन्ने विषय चाहिँ कस्तो भने अर्काले मूल्याङ्कन गर्ने, अर्काले औँल्याइदिने विषय होइन, आफूले महसुस गर्ने विषय हो। राजनीतिक नैतिकता पनि राजनीतिमा आफूले महसुस गर्नुपर्छ कतिपय विषय भन्ने विषयलाई समेट्छ यसले भन्ने लाग्छ मलाई। राजनीति र अध्यात्म फरक पाटा नै हुन्, तर अध्यात्मले राजनीतिलाई गाइड गर्नुपर्छ। खादबारीको सबैभन्दा ठुलो शक्ति त्यो त जहाँसुकैको सबैभन्दा ठुलो शक्ति त जनता जनमतै हो। सदाचार भनेको भाषण हो कि आचरण? आचरण हो नि, फेरि भाषण।
तपाईँलाई किन विश्वास गर्ने? अब मलाई विश्वास गर्ने कारण चाहिँ के हो भने एउटा चाहिँ विगतदेखिको मलाई मूल्याङ्कन गर्ने, विगत 4 वर्षदेखिको भनौँ, त्योभन्दा अगाडिको त मलाई खानदारीको मान्छेले कमै चिन्नुहुन्छ। विगत 4 वर्षदेखि आजसम्मको राजमणी भण्डारीलाई पढ्ने र म नेचुरलै छु, मेरो जस्तो हो त्यो मेरो भित्री रूप, बाहिरै रूप मैले सार्वजनिक गरेर हिँडिरहेको छु। 4 वर्षदेखि पढ्दै आउँदा सायद मैले कसैलाई पनि म प्रति गलत मूल्याङ्कन गर्ने ठाउँ दिएको छु भन्ने लाग्दैन, त्यस कारणले विश्वास गर्ने। अब एउटा चाहिँ मैले सोधेको प्रश्न पनि होइन, तपाईँले दिएको एन्सर पनि होइन, तर मैले पनि सोध्छु तपाईँले पनि एन्सर दिने है। ठ्याक्कै ल, कस्तो अप्ठ्यारो छ यो चाहिँ है। कति नम्बरमा पुग्यो यो? हामी 36 नम्बरमा पुग्यो। चुनाव हार्दाको तपाईँ? होइन, अब त्यस्तो त अहिलेसम्म त्यो अनुभव गर्न पाएको छैन। चुनाव जित्दाको अनुभव चाहिँ छ मसँग, हार्दाको अनुभव चाहिँ छैन। तर जित्दा पनि हार्दा पनि मान्छे चाहिँ आतिने र मातिने दुइटै गर्नु हुँदैन। म त्यो बन्ने कोसिस गर्छु। अनसन कि आन्दोलन? अनसन पनि आन्दोलनै हो। अध्यात्म कि राजनीति? म अलि राजनीतिक मान्छे नै हो। अब आध्यात्मिक पनि हुन त फेरि त्यसलाई मैले अन्यथा त बुझ्ने कुरा भएन, तर राजनीति नै मेरो अलि बढी फोकस छ भनौँ न। खादबारी नगरपालिका अवसर कि चुनौती? खादबारी नगरपालिका अवसर पनि हो, चुनौती दुइटै हो। यो पनि एउटा रोज्नु पर्दा होइन रोज्दा त अवसर रोजिन्छ आफ्नो नाममा छ, अथवा चुनौती रोजिन्छ त्यो पनि आफ्नो नाममा छ। तर अवसर र चुनौती एकै रथ दुई पाटा हुन्, यसलाई छुट्याउन सकिँदैन। खुद्रा आवश्यकता कि ठुला योजनामा तपाईँको ध्यान? पहिलो कुरा चाहिँ ध्यान त ठुला योजनामा हो, तर आफ्नो क्यापेसिटी के हो भन्ने कुरा हो क्या। खादबारी नगरपालिकाले वर्षको 10 करोड विकास बजेट खर्च गर्न सकेर 4 अरबको प्रोजेक्ट सुरु गर्न सक्छ त? सक्दैन नि त। त्यो त आफ्नो क्षमता अनुसारको योजना। तपाईँलाई सबैभन्दा बढी डर कसको लाग्छ? मलाई सबैभन्दा बढी डर लाग्ने चाहिँ आफ्नै नजरमा आफै गिरियो भने चाहिँ उक्सिन सकिँदैन भन्ने लाग्छ मलाई। जीवनको सबैभन्दा ठुलो गल्ती के हो? जीवनकै सबैभन्दा ठुलो गल्ती भनेर त्यस्तो त केही छैन, मलाई पश्चाताप केहीमा छैन आजसम्म। तर मैले अरू कुनै के गल्ती हुन्छ, के गर्दा गल्ती हुन्छ? होइन, मैले अरू कुनै पेसागत क्षेत्र नै रोजेको भए पनि खासै गलत त हुँदैन थियो होला भन्ने चाहिँ लाग्छ। तर फेरि मलाई पश्चाताप चाहिँ छैन। पद पाउँदा खुसी कि दुःख? गम्भीर र खुसी। भोट ब्याङ्क भनेको के हो? अलिकति चाहिँ यो नकारात्मक अर्थ दिने शब्द हो होइन, यसको नेगेटिभिटी नै बाहिर जान्छ। तर भोट ब्याङ्क भनेको चाहिँ जनमत हो, एकै ठाउँमा भेला भएर रहेको जनमत भन्न खोजे त हो नि। खादबारीका वर्तमान मेयरलाई 100मा कति अङ्क दिनुहुन्छ? अब फेरि यो तपाईँको सबैले हेर्ने, सबैले पढ्ने भनेपछि एक खालको उहाँहरूको म प्रतिको धारणा होला। 22-25 नम्बर 30 नम्बरसम्म दिउँ न। आफैलाई चाहिँ 100मा कति अङ्क दिनुहुन्छ? अब के क्षेत्रमा मेरो के हो भने, म व्यक्तिगत प्रगतिका आधारमा भन्नुहुन्छ नि म फेल हो, तर राजनीतिक चेतनाका आधारमा भन्नुहुन्छ नि म डिस्टिङसन ल्याएको छु। मैले डिस्टिङसन ल्याउँछु। समग्रतामा म फर्स्ट डिभिजन, पहिले पुरानो फर्स्ट डिभिजन होला मान्छे हो। अङ्क दिनु न 100मा? 100मा 75 जति दिनुपर्छ। आफैलाई हो नि त। तपाईँ सच्चा मान्छे हो? मलाई चाहिँ त्यस्तै लाग्छ। यो प्रश्नोत्तर भर कतिवटा झुट बोल्नु हो? मलाई चाहिँ याद छैन, मैले एउटा झुट बोलेको छैन। तपाईँको आदर्श पुरुष के हो? यो पुरुष भनेको चाहिँ आफूभित्रको एक किसिमको हिम्मत, आँट, राम्रो कुरा, सकारात्मक भन्ने अर्थ जान्छ है। यो चाहिँ अध्यात्म नै हो पुरुष भनेको। त्यही भएर तपाईँले खोजे जस्तै जवाफ नआउन नि सक्छ। मलाई चाहिँ के लाग्छ भने, काम गरेर खाने जो वर्ग छ उनीहरूका पक्षमा म सधैँभरि खडा भइरहेको हुन्छु क्या, कता कता नमिल्दै पनि। एउटा अर्को चाहिँ म पीडितहरूको पक्षमा अघि भइसकेको हुन्छु कि। अघि म थाहा नपाइकन म पीडितको पक्षमा, पीडकको कहिलेकाहीँ कुनै छलफलमा बस्छु, पीडकले बोलाइरहेको हुँदो रहेछ, पीडकले बोलाएको अघिदेखि मेरो लाइन चाहिँ पीडितको पक्षमा गइसकेको हुन्छु क्या। म हेपिएका दलितहरूको पक्षमा अघि उभिसकेको हुन्छु क्या। त्यो होला तपाईँले खोजेको प्रश्नको उत्तर।
तपाईँकै उत्तर दिनु है। अब हामी अन्तिम प्रश्नमा पनि छौँ र अत्यन्तै गम्भीर प्रश्नमा पनि छौँ है। अन्तिम भएको छैन यो गम्भीर प्रश्न। तपाईँको अस्तित्व के हो? यसको मतलब तपाईँ किन यहाँ हुन परेको? कसले पठाएको अथवा तपाईँ आएको कारण के हो? अनि खोइ कस्तो खालको प्रश्न हो यो? अब तपाईँलाई आध्यात्मिक लाइनको मान्छे यो प्रश्नै बडो गम्भीर बडो एन्सर त जरुर गरिदिनै पर्यो। बडो यो चाहिँ गरौँ नगरौँ प्रश्न जस्तो लाग्यो मलाई होइन। एउटा त अब मानव चोला जन्म लिएर आइयो, अब यसमा कसको हात छ, किन यहाँ भयो भन्ने कुरा त्यतै छोडियो। दोस्रो कुरा चाहिँ जन्मिने कुरामा त मेरो हात छैन, तर जन्मेर जब मेरो दिमागमा चेतना भरिसकेपछि समाजका लागि केही गर्नुपर्छ भनेर म उभिया हुँ। त्यो त म समाजको लागि हुन चाहन्छु भन्ने अर्थले नै त्यो प्रश्नको भाव बोक्छ त, प्रश्नको उत्तर बोक्छ त। किन म किन जन्मेँ, मलाई चाहिएको उत्तर हैन तपाईँ होइन म कसका कारणले जन्मेँ भन्ने कुरा त सबैलाई थाहा छ, मेरो त्यसमा हात छैन। तर जन्मेर जब मेरो दिमागमा चेतना भरियो, चेतना भएपछि म समाजको लागि, गरी खानेका लागि, अघि पनि मैले भने कि पीडितहरूको लागि, दमिएका आवाजहरूको लागि म त्यसको प्रतिनिधि हुन चाहन्छु। कार्यक्रमको अन्त्यमा तपाईँले सम्झनै पर्ने तपाईँका 3 जना पूर्वजहरूको नाम लिनुहोस् जो दिवंगत भइसक्नु भएको छ। यो कार्यक्रममा अवसर हो। अब दिवंगतका रूपमा सम्झिनु पर्दा मेरो मामा घरको हजुरबा हुनुहुन्थ्यो एकजना, नाम सहित धनपति कटेल, 89 वर्षको उमेरमा ठेगाना सहित। अर्चले यहाँ 8 नम्बर। उहाँ चाहिँ जुत्ता चप्पल नलाइकन, जन्मेदेखि जुत्ता चप्पल नलाइकन बित्नुभयो काठमाडौँको पशुपतिमा। एकजना मैले चिनेर मैले देखेर बित्नु भएको मान्छे उहाँ हो। अब अरू मेरो हजुरबा पनि एक भाइ हुनुहुन्थ्यो अरे, बुवाको हजुरबा पनि एक भाइ हुनुहुन्थ्यो अरे, उसले बितिहाल्नु होइन। अब मेरो हजुरबा भीमप्रसाद भण्डारी, बुवाको हजुरबा चाहिँ विष्णुप्रसाद भण्डारी भन्ने हुनुहुन्थ्यो अरे। त्यसमा त मैले मावलाको हजुरबा एकजना सम्झेँ, अरूलाई सम्झिनँ। हस् त, कार्यक्रममा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धन्यवाद। अध्यात्म दर्शन 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 दर्शन